हेलो साथीहरू, नमस्ते। आज मैले नास्तामा 50 रुपियाँको चाउचाउ बनाउँदैछु। हेरौँ कस्तो बन्दो रहेछ। मैले चाहिँ यहाँ पानी तताउन बसाइसकेको छु ग्यासमा। ग्यास बालिसकेको छु साथीहरू। म चाहिँ आज नास्ता धेरै पहिलादेखि नै मलाई खान मन थियो कि, अनि चाउचाउहरू अरू चाउचाउहरू त्यो डिब्बामा भएको 80-85 रुपियाँवाला पर्ने 50-60 रुपियाँवाला पर्ने चाहिँ सबै खाइसकेको छु साथीहरू। अब चाहिँ यसको पालो हो। मलाई त्यो पहिलाको भन्दा योमा चाहिँ कतिको टेस्टी हुँदो रहेछ, कतिको मिठो हुँदो रहेछ साथीहरू। हजुरलाई भन्ने छु, बताउने छु। मलाई खासै त्यति राम्रो बोल्न, त्यति राम्रो भिडियो बनाउन त आउँदैन, तर पनि कोसिस गर्दैछु। मैले मर्चे काटेर राखेको साथीहरू, मर्चा भन्छ नि त हाम्रो सल्यानतिर, मर्चा चाहिँ काटिराखेको साथीहरू। त्यहाँ चल्लाले चाहिँ आएर बेला बेलामा डिस्टर्बै गर्छ हौ मलाई त। कसले भन्नुहुन्छ मर्चा खुर्सानीलाई भन्नु त मलाई कमेन्ट गर्नलाई साथीहरू। फाइनली साथीहरू मैगी चाहिँ यस्तो भएको छ। यति थोरै आउँदो रहेछ 50 रुपियाँको। यसमा चाहिँ मैले प्याज काटेको थिएँ, थोरै प्याज हाल्छु होइन। अनि यसमा चाहिँ हरियो खुर्सानी साइडमा छँदैछ। त्यसै गरेर यो मसला साथीहरू 50 रुपियाँमा पनि यत्रो मसला छ। चाउचाउको थोरै हो क्या। भरे त्यो दुखोस् भन्ने चाहिँ खान्न होइन साथीहरू। वाउ, हेर्नु न, मोटरको ऊ मात्रै, खोस्टा मात्रै, गेरा चाहिँ छैन साथीहरू। फाइनली साथीहरू मैले चाहिँ एउटा मिक्स गर्दैछु। अनि थोरैमा गाउँको अर्ग्यानिक चुक पनि राख्छु। म बेसरी मोल्छु ल साथीहरू। ल साथीहरू, फाइनली आज चाहिँ मेरो नास्ता चाहिँ सुरु भइसकेको छ। मन लागेको चिज चाहिँ खान नभुल्नु है साथीहरू। स्प्राइटको साथमा हरियो खुर्सानी, हल्का चुक, त्यसपछि 50 रुपियाँको मैगी, तर साथीहरू फर्स्ट टाइम खाएको। अरू मैगी भन्दा त मलाई मैगी लास्टै मन पर्यो। अरू भन्दा त्यो डिब्बावालाको खाएको, त्यो भन्दा त यो मन पर्यो। हजुरहरू पनि ट्राई गर्नु ल साथीहरू, कस्तो हुँदो रहेछ। ल साथीहरू, भेटौँला अब मेरो अर्को भिडियोमा। बाई।